स्याउली बजारमा तन तानबो हाना हानबो स्याउलीलाई देखेर तिमीलाई गिजाको होइन के स्याउली बरु तिमीले के कुरा भन्ने भन्थ्यौ त भन त ओहो स्याउली तिमी पनि फेरि यस्तो ह्यान्डसम पाएपछि बिहे गर्ने भनिहालेछौ म पनि फेरि बिहे गर्छु तर हाम्रो तिमी छन् त बाउ बोकासिङ हो थर्ड छन् तिमी बिहे त गर्ने हो हेर स्याउली मेरो बाउको हातमा 15 लाख चाहिन्छ 15 लाख बल्ल बिहे गर्ने 15 लाखको बिटो चाहिन्छ मेरो बाउ त्यस्ता छन् बल्ल बिहे गर्ने हो ती भन्छ कि यो स्याउला घरमा 15 लाख छैन तिमीले 15 लाखको कुरा गर्छौ घरमा खाना पनि अप्ठ्यारो छ दिदी साझा हुन्छ म यति खान्छु म बिहान यति आउँछु दिदी खानुहुन्छ मा आउँदैन पाइ गुप खाने रहेछ त बिहानबाट यो स्याउला कहाँ आउँदैछ अहिले आउनुपर्छ त्यसको हुन्छ अहिले भेट्नु हुन्छ त्यो माउडा कसको छोरीसँग पो मरिरहेछ कसको छोरीसँग मरिरहेछ भनेको त त्यो त्यहाँ बल्लबार साइलीको छोरीसँग पो मरिरहेछ त्यो साथ घरमा मात्रै आउनु त्यसलाई गाडी छ ए गाडी छ मैले हेर तिमी पनि आफ्नो घर गएर दिदीसँग बिहेको कुरा गर्ने म पनि घर गएर आफ्नो बाउसँग बिहेको कुरा गर्छु हुन्छ अहिले पछि त्यहाँ मन्दिरमा हो बहिनी दिदी म स्याउलासँग बिहे गर्छु म त लागि ल ल त दिदीले गर्छिस् म कोसिस गर्दै दिदी बिहे त गर्न तिमीले 15 लाख चाहियो त्यो बिहे गर्नु बाबै आफै त हगेर खाने मान्छ तिमीले 15 लाख खाबाट तिमी यो त्यसमा 15 लाखको कुरा किन त खाइबी के कुरा भन्ने हो भन हेर बा म त्यो पल्लो घरको साइलीको त्यो छोरी छ नि स्याउली हो त्यससँग बिहे गर्ने हो म यत्रो बिहे पुगेन होइन के बा 15 लाख हातमा 15 लाख त्यसो भए त म मान्यो के बा तिमीले भनेको थिएनौ 15 लाख चाहिन्छ मैले बिहे गर्नको लागि भन्थेनौ मैले बनाइसकेँ तिमी ढुक्क हो बा त्यसो भए आज बिहेको तयारी गर्नुपर्छ हुन्छ त बा म स्याउलीलाई फोन गरेर भन्छु अहिले मन्दिर जानुपर्छ फेरि ल म पण्डितले बोलाइलियो ल जाऊ जाऊ A few moments later. हेर्नुहोस् मेरो बहिनीको ससुराजी हो खातामा उधार लेखिदिनु त्यस्तो कुरा हुन्न बिहे पनि खातामा लेखम त्यस्तो कुरा नभन्नु न फेरि मेरो बहिनीको इज्जत जान्छ बिहे हुनलाई भनेर नहुँदा फेरि अहिले उधार गरम पछि दिन्छु म ल ल हुन्छ फेरि म सिन्दुर हालिदिन्छु त त्यस्तो हुन्न छोरा सिन्दुर पनि खानामा हाल ल हाम्रो बिहे भयो अब जहिले 15 लाख रुपियाँ आउँछ त्यही दिन जानु होइन बाउ
पहिला आउँछ कि आउँछ जान्छौ जब मेरो हातमा र मेरो बाउको हातमा 15 लाख होइन बाउ बसिरहेको बाउ हेर बा म तिमीलाई एउटा कुरा भन्नेवाला हुँ म जे गरे पनि त्यही स्याउलीसँग बिहा गर्ने हो मलाई 15 लाख केही चाहिँदैन मलाई त्यही स्याउलीसँग बिहा गर्ने तिमी के गर्छौ गर के भन्छ मैले त्यही भने बाउ मेरो छोरा यस्तो छैन त्यही साइलीले के भनेर मेरो छोरा यस्तो भएको होला पल्लो घरको साइलीलाई अब मैले जानेछु म अहिले अहिले पछि त्यहाँ मन्दिरमा जान्छौ बिचारी स्याउलीले मबाट ठुलो धोका खाइन् मलाई 15 लाख केही छैन म आजै गएर स्याउलीलाई ल्याउँछु त्यस्तो हुँदैन म अहिले स्याउलीलाई ल्याउन जान्छु हे पल्लो घरको साइली छिटो बाहिर निक्ल्याऊ तिमी मेरो घर आएर बिहेको बारेमा मेरो छोरालाई पकाउने छिटो बाहिर निक्ल्याऊ तपाईँको प्रकाश सिंह नमस्ते मै हो के काम परेर मेरै घर गएर मेरो छोरालाई पकाउने अझै के भयो भन्ने अबदेखि पकाइस पनि राम्रो हुनेवाला छैन पुलिसकाल ठेरी जा अब कुन चाहिँ गरौँ लास्तो मैले स्याउलालाई पाएँ भने मर्छु भन्थे म बाँचेको केही फाइदा छैन म मर्छु म बाँचेर अब केही फाइदा छैन मैले जसलाई माया गर्थेँ उसैले नै घात गर्छ म बाँचेर केही फाइदा आन्टी स्याउली गए पापा गई स्याउली तिमी कहाँ गयौ स्याउली होइन यो बेला न स्याउली स्याउली एकछिन नमर कि एकछिन म तिमीलाई एउटा कुरा भन्नेवाला छु नमर स्याउली 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 तिमी किन मर्यौ आइ 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 स्याउली आइ आइ तिमी स्याउली तिमी मलाई किन छोड्यौ ते आइ 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 स्याउली तिमी बिचमा के खान नपाएर मर्यौ स्याउली एउटा यो केराको दाना स्याउली स्याउली स्याउली